तपाईँको जग्गा मिच्यो, खिचला गर्यो अथवा अतिक्रमण गर्यो भने त्यस्ता व्यक्तिलाई के हुन्छ, तपाईँले के गर्न मिल्छ भनेर चाहिँ हाम्रो कानुनमा चाहिँ के लेखिएको छ भन्दाखेरि कसैले पनि अन्य व्यक्तिको सम्पत्ति च्यापी मिची वा कुनै तवरले खिचला वा अतिक्रमण गर्न हुँदैन। कुनै काम गरी कसैले अन्य व्यक्तिको सम्पत्ति आफ्नो कब्जामा लिएमा निजले त्यस्तो सम्पत्ति खिचला वा अतिक्रमण गरेको मानिनेछ भनेर चाहिँ हाम्रो कानुनले लेखेको छ। अब यदि कसैले तपाईँको जग्गा खिचला गर्यो अथवा मिच्यो अथवा अतिक्रमण गर्यो भने चाहिँ त्यस्तो अवस्थामा तपाईँले जिल्ला अदालतमा गएर फिर्याद पत्र दर्ता गर्न सक्नुहुन्छ। अब अदालतले फिर्याद पत्र दर्ता भइसकेपछि त्यस्ता व्यक्तिको विरुद्धमा म्याद जारी गर्छ, त्यस्ता व्यक्तिलाई चाहिँ आफ्नो कुरा राख्ने मौका दिन्छ र अदालतले चाहिँ के पनि गर्छ भन्दाखेरि चाहिँ तपाईँको त्यो जुन जग्गा छ त्यो जग्गालाई नापजाँच गरेर अतिक्रमण गरेको छ कि छैन, खिचला गरेको छ कि छैन भन्ने कुराको प्रमाण त्यहाँबाट पनि आउँछ र सम्पूर्ण प्रमाण कागज हेरेर अदालतले खिचला भएको हो कि होइन, अतिक्रमण गरेको हो कि होइन भन्ने विषयमा फैसला गर्छ र फैसला गर्दाखेरि यदि त्यस्ता व्यक्तिले कुनै काम गरेर तपाईँलाई कुनै किसिमको हानि नोक्सानी पुर्याएको भन्ने कुरा पुष्टि भएको अवस्थामा अदालतले तपाईँलाई मनासिब क्षतिपूर्ति समेत भराइदिन सक्ने भनेर चाहिँ